हेलो गाइज, हेलो। सम्पूर्णमा विजयदशमीको हार्दिक मङ्गलमय शुभकामना। आज हामी यो चाइनाको ग्वान्जो मेडिकल युनिभर्सिटीमा दसैँ मनाउन गइरहेका छौँ। हामी आज कन्सुलेट अफिसमा जाँदैछौँ टिका लगाउनको लागि। म यहाँ मेरो साथी छन् टक्का साई। के छ आज हाम्रो कस्तो लागिरहेछ? एकदमै खुसी छु, परिरहेको लागि जाँदैछौँ हामी नेपालीहरूको महान चाड विजयादशमी मनाउनको लागि। कस्तो लागिरहेछ? घरभन्दा टाढा कस्तो हुने रहेछ यहाँ दसैँ मनाउँदा? अलिकति के भन्ने अब एउटा पाराले दुःखी पनि छौँ, एउटा पाराले खुसी पनि छौँ। त्यही त, सबैलाई म्यानेज गर्दै हिँडेका छौँ। एट द एन्ड ह्याप्पी नै छौँ भनौँ। घरबाट टाढा भयो भने हामी सबै नेपाली दाजुभाइ मिलेर यहाँ दसैँ मनाउन लाग्छौँ। त्यही नै हाम्रो लागि खुसीको कुरा होइन? ठुलो कुरा ल, आज दसैँको दिन कस्तो लागिरहेछ साथीहरू? एकदम रमाइलो छ हामीलाई। अब हामी यहाँ एमबेसी जाँदैछौँ। हामी ल, यहाँ गाडी कुरेर बसिरहेछौँ बाहिर, युनिभर्सिटी बाहिर। यहाँ साथीहरू छन्, यता दाइ दिदीहरू सबै। ल, हाम्रो गाडी आइसकेको छ। हामी गाडीमा चढ्यौँ है त। अब हामी कन्सुलेट अफिसमा आइसक्यौँ। ल, केटाहरू यहीँ छन् साथीहरू। अब हामी कन्सुलेट अफिस खोज्दैछौँ। Vlog to my channel. Vlogs. के छ साथी? ठिक छ। टिका लगाउन आइयो होइन? राख्ने कि नराख्ने? राख्छु नि त मैले। हामी कन्सुलेट अफिसभित्र आएर बसिरहेछौँ। सबै नेपालीहरू जम्मा भएको छौँ। अहिले चाहिँ नेपालमा जस्तै हँस्दै भोज पनि खाने। हामीले टिका लगाइसक्यौँ। टक्काको चाहिँ अहिले टिका लगाउनु हुन्न थियो, त्यही भएर लगाएन। सबै टिका लगाएर हामी बाहिर आइसक्यौँ। हामीले टिका लगाएर अब खाना खाने ठाउँमा जानको लागि फेरि गाडी कुरिरहेका छौँ। यता हाम्रो टिम छ। यहाँबाट अब 4-5 मिनटमा हामी खाना खाने ठाउँमा पुगिन्छ। अब हामीले खाना खाने अनि त्यसपछि निस्किने यहाँबाट। हामी नेपाली रेस्टुरेन्ट लिटल पापामा आएको छौँ। हाम्रो यो नेपाली रेस्टुरेन्ट हो। दसैँको टिका लगाएर हामी खाना खाँदैछौँ। दाइहरूले हामीलाई स्वागत गर्दै हुनुहुन्छ। नमस्कार दाइ, ह्याप्पी दसैँ। दसैँ गरौँ। नमस्ते नमस्ते, ह्याप्पी दसैँ हजुरलाई पनि। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। देख्यो नि अब त के भयो, सजिलो भयो उहाँको पहिले। हामी चाहिँ खाना खान बसिसकेका छौँ यहाँ। के खान्छौ आज? के खान्छौ? राजनले के खान्छस्? मटन। मटन आज के? चिकन, पनिर। हामी चाहिँ कन्सुलेटमा टिका लगाएर अब राति डममा युनिभर्सिटी आइसक्यो।
यता दाइहरू हुनुहुन्छ। आजको हाम्रो यो वर्षको दसैँ पनि सिद्धिसक्यो। अब